हेरौँ यो विशिष्ट अतिक्रमण गरिराख्नुहुन्छ होइन। अब सुकुम्बासी बस्ती भनौँ न अब होइन, त्यस्तो गरिराख्नुहुन्छ। र त्यसमा चाहिँ कस्तो रहेछ भने यो भूमाफियाहरू लागे आउँदो रहेछन्। अनि सोझा साझा मान्छेहरू त गाउँबाट आएको मान्छेलाई है यति हजार दे त्यहाँ बस, यति लाख दे त्यहाँ बस, फेरि भन्लास् त्यहाँ यसले फल्नाले गर्यो भने त केही हुँदैन हामी छौँ भनेर चाहिँ भन्दा रहेछन्। कसले बस्नु लाग्यो त भन्दा उसले मरिगयो भन्दैन है। त्यो खोइ के कसम खुवाएको हुन्छ। अनि चाहिँ कस्तो भन्दाखेरि अब त्यो व्यक्ति जो बसेको हुन्छ त्यो व्यक्तिले अतिक्रमण गर्न सक्दैन। यहाँनिर चाहिँ अब त्यही हो, त्यही तरिकाले लागेका मान्छेहरू एउटा गिरोह नै छ। अब खोलाको तिरमा गएर 2-4 टहरा बनाइदिहाल्ने होइन, अनि त्यहाँ गएर बस्नु म छु भन्ने होइन। अनि यो खालको एउटा चाहिँ कस्तो त्यहाँ बसेको चाहिँ, तर फेरि त्यसलाई चाहिँ अब पोलिटिकल पार्टीहरू हुँदो रहेछ त्यसको पछाडि चाहिँ। अनि त्यहाँ बसे मार्फत चाहिँ पछि गएर अब त्यो भोटर आइडी साइडीमा बनाइदिन्छु, पछि हाम्रो पार्टीमा भोट हाल्लास् भन्ने किसिमले त्यो आजीवन एउटा चाहिँ नि आश्रित बनाइरहने।